मर्निङ। आज चाहिँ म चाहिँ एकदम हतारमा घरभित्रबाट भिडियो बनाऊँ भन्ने सोच थियो, तर भ्याइनँ। म चाहिँ गाडीमा पसिसकेँ। मेरो माइत घरमा चाहिँ एउटा घरको ठुलो सेवा छ, त्यो सेवाको लागि म चाहिँ तयार भएर निस्किसकेँ। अनि आज धेरै बिजी छु, हजुरहरूलाई देखाउने छु कस्तो गरेर हाम्रो सेवा हुन्छ। हजुरहरूले सबैजनाले हेर्दै गर्नुहोला, म हजुरहरूलाई देखाउने छु। म चाहिँ गाडी लानु नपाउने परेर छोराले ड्रप गरेको रहेछ। अनि मेरो जेठा छोरा चाहिँ ड्राइभर छ, पछाडि दुईजना छ। हामी चाहिँ आमाको घरतिर लाग्यौँ। अब हामी चाहिँ आमाको घर जाने बाटोको दृश्य हो यो चाहिँ। लैजानु ल। अब चाहिँ आमाको घर, मेरो माइत घर आइपुगेको। ल यसले चाहिँ मलाई ड्रप गरिराखेको। अब चाहिँ म चाहिँ झर्ने। ल बाई छोरा, सी यु सुन। सेवा हो। यहाँ चाहिँ सेवा अघि अलरेडी स्टार्ट भइसकेको रहेछ। म चाहिँ भर्खर आएर बस्दैछु। यहाँ मेरो हातमा लागिसकेको छ। ठुलो दादा सेवा हो। टिकटक हो, युट्युब हो। गाउँमा हुन्छ भिडियो बनाएको सेवा बस्नेहरू चाहिँ यहाँनिर माइला भाइको नानी चाहिँ एकदम हाई क्युटी। माइला भाइको नानी नानी जान्यो खुसी स्वामीबा। अनि त्यो नानीलाई सुकेरीले स्याहार सकार गर्नको लागि
कान्छा माछामा आइपुग्नु भएछ। दादा के बनाउनु भएको रे? यो अपुङ्गो बनाएको, यो पूजामा चढाउने अपुङ्गो। दादाले चाहिँ अपुङ्गो बनाउनु भएको रे। पनिलो भएछ र फेरि थप्दै हुनुहुन्छ पिठो। अब चाहिँ यताको सेवा स्टार्ट हुन लागेको छ। हामी चाहिँ बाहिरको जति गर्नुपर्ने कुराहरू सकेर हामी चाहिँ यहाँनिर अब हामी सबको लागि रेडी हुँदैछौँ। आउँदैछ। तीनचोटि भयो नि होइन तीनचोटि भयो नि ल बेला गर्दा सबै दिनुहोस् टेकुम पाचा नि हो पाचा बेला आमा चाहिँ नसकेर चेयरमाथि बस्नु भएको छ। पानी समाउने कार्यक्रम हुँदैछ, समातिँदैछ। पानी सबै हालिदिनुहोस्। अब त्यो पानी चाहिँ बटुल्दै उता पुर्याइदिनुहोस् त पुर्याइदिनुहोस्। अनि सबैले बत्ती बाल्दै त्यहाँ एकचोटि बत्ती चढाउनुहोस्। बत्ती चढाएर अनि अक्षिताले पनि पनि पुजिदिनुहोस्। अनि तिर्चौँ पानीले पनि शान्तिको लागि यसो याचना गर्नुहोस् ल। ए अब कोहीले 7 बजी ल छ भने त्यो लाउनु 9 गरा शान्ति 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 मेरो पनि आयो यहाँ। बल्ला 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 पर्खिँदा पर्खिँदा बल्ला बल्ला आयो। तेरो आयो विष्णु खोइ देखा। मेरो आयो। ए मेरो पनि आयो।
Saira, Sopli. Saira. ल अब हामी सेवा गर्छौँ आफ्नै देवताको यहाँ त अबदेखि त के अरे 14 जाउँदा बालधान अब फेरि बाँकी चाहिँ चौराको अब बत्ती पनि छ भने बत्ती पनि बालेर लास्टमा चाहिँ टिका लगाउने कार्यक्रम पनि सुरु भयो हजुर ल ल ल बाई 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 पञ्चायत स्थापना गरेर यहाँनिर नवग्रह योगिनी निशेषकाको नम्बर हाङसम हिमाखेता सबै वाचन गरेको छौँ होइन जति पनि सम्झिक मुन्तुम वाचनबाट सम्झिक मुन्तुमले व्याख्या गरेको छ यी सबै पवित्र साथ माग्न पुगेको छैन तपाईँ जति पनि आज होइन र्याङ परिवारहरू हुनुहुन्छ सबै तपाईँहरूको पवित्र भाव अर्थात् जुन सङ्कल्प गर्नुभएको छ आफू स्वास्थ्य अनि सुख अनि शान्ति अनि रक्षा अनि सिद्धि शक्ति होइन होइन सबै आफ्नो भाव मनमा अर्पण गर्नुभएको छ यो पवित्र साथ मनमा पुगिदियोस् भनेर नै सृष्टिकर्ता सागेर निमापुमालाई सम्झेर हामी 3 चोटि सेवा गर्नेछौँ त्यहाँदेखि फेरि गुरुका नाममा 3 चोटि सेवा गर्नेछौँ त्यहाँदेखि फेरि पछाडि सम्पूर्ण मानवमा सुख शान्ति छ भनेर हामी सेवा गर्छौँ जम्मा 9 चोटि सेवा गरेर आजको यो सेवा विधिबाट हामी बिदाई लिन्छौँ ल सबैभन्दा पहिला हामीले आजको यो सेवा सबै पवित्र साथमा दियोस् भनेर हामी सेवा गर्नेछौँ है त ल सेवामा आउनुहुने सेवा गरौँ अन्तिम विदाई सेवा हुँदैछ अन्तिम सेवा हो यो चाहिँ लास्ट सेवा हो आजको हाम्रो सेवाको चाहिँ लास्ट अन्तिम
यो मार्ग देखाइदिने होइन कर्मकाण्ड दिने संस्कार दिने ज्ञान शिक्षा दीक्षा दिने त गुरु नै हुन्छ अरे होइन सबैभन्दा पहिला गुरुहरू अथवा गुरुहरूको जन्म अवतार भएपछि मात्रै यो दर्शन शास्त्रहरू कर्मकाण्ड विधि विधानहरू बगेर आउँछ अरे त्यसैले गर्दाखेरि गुरुहरू तपाईँहरूले सार्नु सदा उहाँहरूको जन्म अवतार होस् उहाँहरूको सेवा खाउँ उपदेशहरू हामीले सुनिरहनु पाऊँ उहाँहरूको शिक्षा दीक्षाहरू हामीले ग्रहण गरिरहनु पाऊँ भनेर गुरुको सम्झना हामी दिनचर्यामा सेवा गर्छौँ। अब यो अन्तिममा चाहिँ पापा आमा अनि हाम्रो भदैनीको माङ्गेनाको कार्यक्रम सुरु भएको छ। आज चाहिँ हाम्रो घरको प्रेम परिवारको पूजाको अन्तिम सेवा साभाहरूको शिर उठाउने कार्यक्रम भइरहेछ हेरेर दादा हाम्रो भाइ पापा महिला भाइ यो चाहिँ अन्तिम अब सेवा साभाको शिर उठाउने कार्यक्रम। पूजा पनि हाम्रो सम्पन्न भयो। ल सक्यो अब चाहिँ ल हजुरहरूलाई फेरि फेरि भेट्ने बाचाको साथ अर्को समय आजलाई भेट्नु पाऊँ अर्को समय फेरि यसरी नै भेट्नु पाऊँ भन्दै आजलाई चाहिँ बाई बाई बाई।